हामी मनचिन्ते पानी खाने ठाउँमा जाँदैछौँ। यो गुराँस रुखको टोड्कामा पानी रहेको रहेछ। जाने बाटो चाहिँ यतातिर। हेलो मिस। मिस यता फर्केर हाई गरिदिनु न। अहिले हामीले मनचिन्ते पानी खाएर पनि देखाउने छौँ तपाईहरुलाई। बाटो चाहिँ दामी रहेछ नि। हेलो। ए गुराँसको रुख त्यहाँ रहेछ। त्यो रुखमा रहेछ मनचिन्ते पानी। ल पालेसी त खाम त। नमस्ते भगवान। पानीलाई पनि धन्यवाद। चरो परेछन् गरेछ मूल गुराँसको पानी थुत्ने पावर हुने। मैले त रुखमा होला अनि सोचिरहेको। रुखैमा छ है। रुखैमा छ नि त। तर भुइँमा रहेछ कि अझै माथि उच्च ठाउँमा हो कि भनेको थिएँ। हर हर महादेव। हर 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 हर। धमिल lela नि लास्टमा गरौँला खानु। ढिला हुन्छ। मनको चिन्ता हराउने भने परमेश्वरी मेरो मनको चिन्ता भयो रे। मनको चिन्ता हराउने यो पानी खाएपछि यो चाहिँ यहाँ यो जल के गर्ने शिरमा के भन्छन् सबैको मनको चिन्ता हराओस्। ए मिस कुरो बिग्रियो के रे। मिस छुट्टे भिडियो भयो के त।